न त सत्ता न सङ्गठन सुदृढीकरण, कुनैमा पनि सफल हुन नसकेको भाष्यका बीच माओवादी बोकेको एमाले पहिलेकै बाटो हिँड्न थालेको छ। विशेषतः पार्टीभित्रै विकल्प खोज्ने अवस्था आएपछि अध्यक्ष केपी शर्मा ओली लच्किएको भाष्यमा प्रश्न उठेको छ भने उनले विगतमा पश्चाताप गर्ने अरूको विश्लेषण पनि फेल खाएको छ। फलत नयाँ समीकरण बृहत वाम एकताको प्रयास भएको तथा ओली विगतमा गरेको गल्ती महसुस गर्ने स्थानमा पुगेको नेकपा माओवादी र एकीकृत समाजवादीको बहानामा ठेस लागेको हो। नयाँ समीकरण केका लागि बनाएको भन्ने प्रश्नको उत्तर दिन नसकेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यसलाई एमाले सुध्रिएकै रूपमा व्याख्या गर्दै आएका थिए। जहाँ इपिसेन्टर नै बनेका माधव कुमार नेपालले वाम एकताको प्रयास भए त्यसलाई स्वीकार्ने भन्दै प्रचण्डलाई नै पछ्याएका थिए। तर त्यसलाई झुट साबित गर्ने गरी एमाले महासचिव शङ्कर पोखरेलले सार्वजनिक कार्यक्रममै बोल्दा ओली पनि कड्किन थालेका छन्। गठबन्धनका मुख्य हिस्सादार माधव कुमार नेपाल र झलनाथ खनालमाथि खनिएका उनले प्रचण्डलाई पनि घुमाउरो पारामा सचेत गराएका हुन्। अबको 20 वर्ष सक्रिय राजनीतिमा रहने भन्दै वाम एकता गर्ने र त्यसको नेतृत्व गर्ने प्रचण्डको आशामाथि धावा बोलेका ओलीले टिकट नदिएर झलनाथ महत्त्वपूर्ण पात्र रहेको भाष्यमाथि नै यसअघि नै पानी खनाइसकेका छन्, जसले एकीकृत समाजवादीको महत्त्व एमालेका लागि के हो भन्ने प्रश्न पार्दा इलाम पुगेर मनोवैज्ञानिक दबाब दिने रणनीतिमा खनाल देखिएका छन्। त्यस्तै अहिले एमाले माओवादी सहितका दलहरूसँग गठबन्धन नभई आफ्नै पार्टी र नीतिअनुसार चल्ने गरी सत्ता समीकरण भएको जिकिर गरेका ओलीले विगतमा भनेको सक्रिय राजनीतिमा रहने समय 10 वर्षबाट 20 वर्ष पुर्याउनु पनि रणनीतिपूर्ण छ। अस्ति नै मैले भने 20 वर्ष जति अरू कसैले आश नगरे पनि हुन्छ। माधव नेपालले 15 वर्ष पार्टी प्रमुख भएर चलाए, प्रधानमन्त्री भएर चलाए। अनि भन्छन् मलाई खोइ मेरो के भयो त, मैले के पाएँ। अहिले समीकरणमा हुनुहुन्छ, त्यो पनि ख्याल गर्नुपर्ने छ। फेरि मैले झन्डै बिर्सिएछु। हुन त ओलीको यो आक्रोश वरिष्ठ नेता पाए पार्टी एकीकरणमा सहयोग गर्ने खनालको प्रस्तावमा कुरो नमिलेपछिको परिणाम भएको विश्लेषण गर्नेहरू पनि छन्। तर काङ्ग्रेसलाई धोका दिन लगाएर प्रचण्डको बाटो बन्द गरिदिएकोमा उनी कति खुसी छन् भन्ने सङ्केत समेत पछिल्ला अभिव्यक्तिमा देखिन्छ। जसले प्रचण्डलाई साथ दिन उनी तयार हुनु नै पनि दोस्रो तहका नेताहरूको चित्त बुझाइदिन मात्रै त थिएन। यसले अर्को प्रश्न उब्जाएको छ। अब प्रचण्डले गठबन्धन तोडे कम्युनिस्ट शक्तिको एकीकरणको नारा लगाउने आफ्ना नेताहरूलाई पनि उत्तर मिल्ने विश्वासमा ओली देखिन्छन्। यही कारण सबै थोक प्रचण्डलाई रोजी दिने रणनीतिमा उनी रहेको विश्लेषण गर्ने ठाउँ छ। त्यस्तै आफ्ना नजिककालाई अघि बढाएर युवा अघि सारेको सन्देश दिने तथा नेतृत्वमा विकल्प खोज्ने सपना नदेख्न अभिव्यक्ति दिने उनको रणनीति आफ्नै नेता केन्द्रित समेत छ, जुन दोस्रो तहका नेता पेल्ने उद्देश्य केन्द्रित देखिँदा ओली एकै तीरले दुई शिकार गरिरहेका छन्। अनि गठ र बन्धन नभइकन यो एकताबद्ध हुँदै हुँदैन नि। यो छरिएका छन्, छरिएकाहरूलाई एक ठाउँमा ल्याएर बन्धनले बाँध्नु पर्यो। किन बन्धनले बाँध्नु पर्यो भन्दा उनीहरूका आकाङ्क्षा बेग्लै छन्, स्वार्थ बेग्लै छन्। त्यो कारणले यो अलिअलि टसमस त भइ नै हाल्छ नि। यसले ओली आत्मआलोचना गर्ने वा झुक्ने व्यक्ति होइनन् भन्ने भाष्यमा बल पुग्दा उनी भाँचिने तर नझुक्ने शैलीमै रहेको पक्का भएको छ। जहाँ दिन प्रतिदिन विकल्पहीन बन्दै गएका माधव प्रचण्डको अवस्थाले समेत उनलाई हिम्मत आएको देखिँदा नयाँ दलमाथि उठ्न थालेको प्रश्नले समेत उनको हौसला बढाएको छ, जसले सत्ताको भिडन्तले कम्युनिस्ट आन्दोलन नै विसर्जनको बाटोमा जाने प्रचण्ड माधवको आरोपलाई खण्डन गर्ने वातावरण निर्माण गर्ने भन्दा माथि ओलीले नसोचेको पक्का छ।